Sete bagulho tem que ser assim. Sete bagulho, sete bagulho, sete bagulho, sete bagulho, sete bagulho, sete bagulho, sete bagulho. कारण आइसकेको छु सानो काम त होइन तर यहाँ डम्पिङ थियो यहाँ पारी पनि चलिरहेको छ एउटा पारी डराउँछ मलाई देखेर सधैँ आउँछ तर त्यही पनि डराउँछ यो ओके लेट्स गो प्र्याक्टिस चाहिँ यहाँ हुन्छ यहाँ यस्तो खाली ठाउँमा हजुरले सोच्नुभयो होला या केही युज गरेर गर्नु सक्नुहुन्छ ओके लेट्स गो प्र्याक्टिस गर्नुपर्छ गाइस यो मेरो मोजा एकदम ब्रान्ड न्यू अहिले फोरो छ होइन यो मेरो ब्रान्ड न्यू जुत्ता एकदम नाइकी एडिडास नम्बर 10 मा 10 नम्बर पाएको छ त्यही भएर यहाँ 10 नम्बर लेखेको छ A1 जुत्ता हो भाइ A1 क्वालिटीको जुत्ता हो त्यही भएर मैले हजुरहरूलाई सजेस्ट गर्छु कि यस्तो जुत्ता लगाउनुहोस् अनि गाइज आई होप हजुर मेरो भिडियोहरू हेरिराख्नुहुन्छ र यदि नयाँ हुनुहुन्छ भने च्यानलमा चाहिँ गाइज नयाँ हुनुहुन्छ भने मैले भिडियो पहिल्यैदेखि हाल्छु सर्ट भिडियोमा नि मैले एकदमै स्किलहरू ड्रिब्लिङ अनि वार्मअपदेखि लिएर सबै कुरा हालेको छु गाइज हेर्न सक्नुहुन्छ हजुरले सर्ट भिडियोमा गएर अनि भिडियोलाई हेरिसकेपछि एउटा कुरा भुल्नुहुन्छ हजुरले लाइक गर्न लाइक पनि गरिदिनु होला गाइज अनि मसँग जोडिन र मेरो भिडियोलाई हेरिराख्नको लागि ट्याक्क सब्सक्राइब गरिदिनु होला यसले गर्दाखेरि एकदम मलाई पनि मोटिभेट गर्छ कि किनकि भिडियो हाल्दाखेरि केही एक्सपेक्टेसन हुन्छ भ्युज आओस् राम्रो लाइक आओस् सब्सक्राइब बढोस् मोनिटाइज गरौँ र केही अघि बढौँ भन्ने हुन्छ र हजुरको साथ र सपोर्टले मात्रै त्यो सम्भव हुन्छ त्यही भएर चाहिँ ल ओके धेरै कुरा नगरौँ स्टार्ट द ट्रेनिङ ओके गाइस मैले स्ट्रेचिङ गरेँ हल्का फुल्का 5 मिनट जति स्ट्रेचिङ गरेँ र सबै कुरा हाल्ने कुरा त भएन 5 मिनट स्ट्रेचिङ चाहिँ शरीरलाई यताउता गर्दाखेरि अलि इन्जर हुनबाट बचाउँछ त्यही भएर चाहिँ स्ट्रेचिङ पनि एकदमै इम्पोर्टेन्ट हुन्छ ल धेरै कुरा नगरिकन बल प्र्याक्टिसतिर लाग्यौँ ओके गाइस फर्स्ट एटेम्प मिस भएको छ ओके दामी गाइस कस्तो लाग्यो यो सर्ट होइन फर्स्ट एटेम्प मिस भयो भने सेकेन्ड एटेम्प यस्तो दामी गरेँ र सरलाई एकदम बोबाल तरिकाले भयो र यस्तै गरी मैले धेरै एटेम्प गर्नुपर्छ शरीरलाई एकदम हल्का गराउने र फ्लेक्सिबल झर्दाखेरि आफूलाई राउन्ड झराल्ने शरीरलाई ट्याक्क हातले टेक्ने गरी बिस्तारै सिकिन्छ यो सब कस्तो लाग्यो गाइस एकदम बोबाल थियो होइन यो पनि मैले खतरा हान्थेँ एकदमै यस्तै गरी प्र्याक्टिस गर्नुपर्छ प्र्याक्टिस मेक मेरो पर्फेक्ट होइन ओके गाइस यहाँ भाइहरू यहाँ आइसकेको छन् यता मेरो प्र्याक्टिस हेर्दा भाइहरूलाई पनि खतरा लागेको छ हेर यहाँ फुच्चो छन् यहाँ हेर्दै जान्छ फुटबलर किङ आमामा फुटबलै लिएर आएको छ यहाँ ल भाइहरू भन्दै त के गर्नुपर्छ सपोर्ट गर्नु पर्यो होइन दाइलाई ओके थ्याङ्क यू भाइ प्र्याक्टिस गरेको छन् मेरो भिडियोलाई हेरी प्र्याक्टिस गर्छन् यत्रो फुच्चीहरू मोटिभेट भएन होइन अब हजुर निकै पनि हजुर पनि मोटिभेट हुनुहुन्छ मेरो भिडियो हेरेर हो दुईवटा बल लिएको छन् हेलो भाइ बाइसाइकल हान्ने हो
बाइसाइकल ओके ल म बल फाल्छु तिमीले हान्न ट्राई गर है ल ओके ल कसरी हान्ने थाहा होला नि बललाई हेरेर है बललाई हेरेर 1 2 3 गो ओ भाइको नाइस ट्राई आमामा सही ट्राई गर्नु भएर फेरि है हजुर 1 2 3 गो आमामा नेक्स्ट अझ नेक्स्ट एटेम्प तिमीले ट्राई गर्छौ छ ओके ओके ट्राई ओ त्यो हान्नु पऱ्यो क्या ल तिमीले पनि ट्राई गर्छौ ल है तिमी एकजना हट्दै त अरू तिमीले ट्राई गर्छौ 1 2 3 गो ओ ओके ओके भाइहरूलाई रमाइलो लागेको छ ल ल ओ भाइले हेडिङ हानिदिएको छ नि बाइसाइकल हान्नेमा ओ आफैले ट्राई गरेको छैन खतरा रहेछ ल तिमीलाई अलि माथि फाल्छु माथिबाट उडेर है ल 1 2 3 गो ओ ल ल ओ यो त भएन बाइसाइकल ओ दामी प्र्याक्टिस हानेको छ भाइ त ओके ल ढाडसाड भात नि फेरि प्र्याक्टिस गर्दा ओके ल दिस बल आउँदैछ हेर बललाई फोकस ओन्ली बललाई फोकस है मलाई होइन ल त्यो बाइसाइकल हो बाइसाइकल अनि किन भनेको त हेडिङ हान्छु भन्नु पर्दैन बाइसाइकल हान ल ओ नि त सुत्नै जाने छैन नि ल ओके भाइहरूसँग हामीले धेरै फन गरियो मजा गऱ्यो अब मेरो प्र्याक्टिस पनि त गर्नु पर्यो बल फालिदिन्छ भाइ एकजनाले तिमी एकछिन बस्थ्यौ एकजनाले फाल क्यामेरा साइडबाट ट्याकको मजाले माथि बल आओस् अनि हो यस्तै राम्रो आओस् है यसरी झरिस् कि यतिकै अगाडिबाट यसरी झरिस् मेरो अगाडि यताबाट फाल यता एकजनाले फाल्ने हो कि दुईजनाले होइन ल यिनले फाल्छ बसेर हेर ल दामी कस्तो थियो भाइहरू कपाल छ फेरि हेरे गाइस धेरै नै प्र्याक्टिस भएको छ अझै पनि थकै लागेको छैन मलाई होइन प्र्याक्टिस चाहिँ यसरी गर्नु पर्यो हजुरहरूले पनि जति प्र्याक्टिस गर्नुहुन्छ त्यति राम्रो हजुरको स्किल गेम पर्फर्मेन्स बढ्दै जान्छ हो कि न भाइ हो सही हो प्र्याक्टिस गर्नुपर्छ नि कसको भिडियो हेरेर गर्ने अरे दाइको भिडियो दाइको नाम के हो अरे रिजन बल ओके थ्याङ्क यू भाइ गाइज मैले जति प्र्याक्टिस गर्नु थियो भाइहरूको सपोर्टले गर्दा नि सजिलो भयो मलाई प्र्याक्टिस एक्लै भन्दा नि होइन भाइ अरे ओके ल यस्तै गरी हजुरहरूले पनि प्र्याक्टिस गर्नुहुन्छ भिडियो चाँडै सकाउनु पऱ्यो हजुरहरूलाई पनि नरमाइलो लाग्यो होला भिडियो एकदम इन्ट्रेस्टिङ गइरहेको थियो प्र्याक्टिस पनि दामी भइरहेको थियो तर भिडियोलाई बन्द गर्नु परेकोमा आइएम सरी ओके ल बाई बाई गर्दा सबैलाई बाई बाई